हेलो साथीहरु, नमस्ते। फेरि पनि तपाईलाई स्वागत छ मेरो नयाँ भिडियोमा। केही दिन पहिले चाहिँ मैले जापानमा चाहिँ ड्राइभिङ लाइसेन्स कसरी निकाल्न सकिन्छ त्यसको प्रोसेसहरु हजुरहरुले बताएको थिएँ र त्यसै रिलेटेड चाहिँ आज जापानमा चाहिँ ड्राइभिङ लाइसेन्स निकाल्दाखेरि चाहिँ एउटा इम्पोर्टेन्ट पर्ने सबैभन्दा इम्पोर्टेन्ट पर्ने डकुमेन्ट भनेको चाहिँ जेएफ को डकुमेन्ट हो। त्यो चाहिँ हामीले कसरी निकाल्न सकिन्छ र त्यसको प्रोसेस चाहिँ हामीले कसरी गर्न सकिन्छ भनेर चाहिँ यो भिडियोमा चाहिँ बताउन गइरहेको छु। यदि तपाईले केही जान्नुहुन्न र केही बुझ्नुहुन्न भने चाहिँ तपाईले कमेन्ट सेक्सनमा गएर कमेन्ट पनि गर्न सक्नुहुन्छ र भिडियो मन पर्यो भने चाहिँ च्यानललाई लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट पनि गरिदिनु होला र यो भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला। जापानमा ड्राइभिङ लाइसेन्स एप्लाई गर्दाखेरि जेएफ को डकुमेन्ट भनेको चाहिँ एउटा मोस्ट इम्पोर्टेन्ट डकुमेन्ट हो। त्यो नभइकन चाहिँ हामीले ड्राइभिङ लाइसेन्स एप्लाई गर्न सक्दैन। जेएफ को डकुमेन्ट चाहिँ हामीले कसरी एप्लाई गर्न सक्छ त्यो प्रोसेस चाहिँ यस्तो छ। सिम्पली चाहिँ तपाईले आफ्नो मोबाइल अथवा ल्यापटपको ब्राउजरमा गएर चाहिँ jf.navi.jp भनेर चाहिँ सर्च गर्यो भने चाहिँ तपाईको यो वेबसाइट खुल्छ हैन। यो वेबसाइट खुल्सकेपछि चाहिँ फर्स्टकै वेबसाइटमा जानु होला अनि त्यसपछि तपाईको लगइन भन्ने आएको छ। यदि तपाईको पहिले नै एड्रेससँग रजिस्टर हुनुहुन्छ भने चाहिँ तपाईले सिधै लगइन गर्न सक्नुहुन्छ। यदि तपाईलाई आइडी बनाउने तरिका थाहा छैन भने चाहिँ तपाईले कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ। म त्यो बारे नि हजुरहरुलाई भनिदिन्छु। अनि त्यसपछि चाहिँ तपाईले सिम्पली आफ्नो एकाउन्ट चाहिँ लगइन गर्ने अनि स्टार्ट एप्लिकेसन प्रोसिजरमा जाने र एप्लिकेसन प्रोसिजरमा गइसकेपछि आफ्नो इमेल एड्रेस आउँछ त्यहाँ अनि इमेल एड्रेसको तल आफ्नो नाम हान्ने अनि त्यसपछि त्यो आफ्नो चाहिँ डेट अफ बर्थ हान्ने। आफ्नो डेट अफ बर्थ कति हो त्यो हिसाबले हान्ने आफैले। त्यसपछि चाहिँ तपाईले सिम्पली आफ्नो पोस्टल कोड हान्नु होला। पोस्टल कोड हानिसक्यो भने चाहिँ तपाईको यहाँ एड्रेस देखाउँछ। एड्रेस देखाएपछि चाहिँ आफ्नो बान्ची कति हो त्यो बान्ची हान्नुपर्छ। त्यो नम्बर हुन्छ तपाईको, जस्तै मेरो 56-1 हो हैन। अनि त्यसपछि चाहिँ आफ्नो तपाईले यहाँ रुमको या बिल्डिङको नाम र रुम नम्बर लेख्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईले त्यसको तल चाहिँ आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईले आफ्नो कन्ट्रीको कुन कन्ट्रीको लागि एप्लाई गरेर कुन कन्ट्रीबाट चाहिँ एप्लाई गर्न खोज्नु भएको हो त्यो चाहिँ सिलेक्ट गर्ने। मैले नेपालबाट हो भने चाहिँ म नेपाल सिलेक्ट गरेछु। त्यसपछि चाहिँ तपाईले आफ्नो एड्रेस हाल्ने। अब एड्रेस कता थियो तपाईको ड्राइभिङ लाइसेन्सको फ्रन्ट पेजमा तपाईले आफ्नो चाहिँ एड्रेस हेर्न सक्नुहुन्छ। त्यो एड्रेस चाहिँ तपाईले यसमा चाहिँ टाइप गर्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ तपाईको ड्राइभिङ लाइसेन्स इस्यु डेट कहिले हो त्यो चाहिँ तपाईले यसमा हाल्नुपर्ने हुन्छ। तपाईको चाहिँ ड्राइभिङ लाइसेन्सको एक्सपायरी डेट कहिले हो त्यो पनि तपाईले यता हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईको लाइसेन्स नम्बर तपाईले हाल्नुपर्ने हुन्छ। अनि तपाईले यहाँ कन्फर्ममा क्लिक गरेर नेक्स्ट अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ तपाईको यहाँ ड्राइभिङ लाइसेन्सको तपाई नेपालको फोटो चाहिँ अपलोड गर्ने अप्सन आउँछ एउटा। त्यो अप्सन आइसकेपछि तपाईले सिम्पली आफ्नो फोटोलाई सिलेक्ट गरेर चाहिँ तपाईले अपलोड गर्न सक्नुहुन्छ। फ्रन्ट र ब्याक दुईटै फोटो चाहिँ तपाईले अपलोड गर्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ तपाईले नेक्स्ट अप्सनमा क्लिक गर्ने। नेक्स्ट अप्सनमा क्लिक गरिसक्यो भने चाहिँ तपाईको एउटा अब कन्फर्मेसन पेज खोल्छ। कन्फर्मेसन पेज खोल्यो भने चाहिँ तपाईले आफ्नो डिटेलहरु चेक गर्न सक्नुहुन्छ। आफ्नो नेम, डेट अफ बर्थ सबै कुराहरु चेक गर्न सक्नुहुन्छ र प्रोसिड टु पेमेन्टमा क्लिक गरिदिनु। तपाईले आफ्नो सिम्पली डेबिट कार्ड अथवा क्रेडिट कार्डबाट चाहिँ तपाईले यसको पेमेन्ट गर्न सक्नुहुन्छ। र यो सबै पेमेन्ट गरिसक्यो भने चाहिँ तपाईको 2 या 3 दिन भित्र डकुमेन्ट रेडी भएर तपाईको मेलमा चाहिँ एउटा मेल आउँछ। त्यो मेल आइसक्यो भने चाहिँ तपाईले सिम्पली आफ्नो नजिकैको कम्पनीमा गएर चाहिँ 7-Eleven-बाट चाहिँ यो डकुमेन्टलाई चाहिँ प्रिन्ट गर्न सक्नुहुन्छ। 7-Eleven भन्दा चाहिँ अरु कम्पनीबाट चाहिँ मिल्दैन। तपाईले 7-Eleven-मै जानुपर्ने भएकोले नजिकैको आफ्नो 7-Eleven-मा गएर चाहिँ तपाईले यो डकुमेन्ट प्रिन्ट गर्न सक्नुहुन्छ। र यो भयो तपाईको जेएफ को डकुमेन्ट कसरी बनाउन सकिन्छ भन्ने भिडियो। र यस्तै इन्फर्मेटिभ भिडियोहरु तपाईलाई हेर्न मन छ भने चाहिँ यो च्यानललाई कृपया लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। यदि तपाईले के बुझेको छैन भने चाहिँ तपाई कमेन्ट अथवा इनबक्स गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ दिस भिडियो। हैव अ गुड डे।